ओके, अहिले हामी चाहिँ मर्निङ वक हाम्रो साइला भाइसँग चिया टी बगान घुम्दै आसामको यो तिनसुकिया भन्ने एरियामा छौँ हामी। म चाहिँ फर्स्ट टाइम आएको। एकदम रमाइलो ठाउँ रहेछ, आनन्द। अनि यहाँ एकदम चिया बगानै बगान रहेछ धेरै। हाम्रो साइला भाइ अगाडि भाइले चाहिँ मर्निङ वक एक चक्कर लाउँदैछ। यस्तो राम्रो छ, रमणीय छ। अहिले म फेरि उता मरिचको बोट पनि देखाउँछु। स्टिल हामी चियाबारी घुम्दैछौँ आसामको तिनसुकिया। सोले यो चाहिँ एउटा मरिच चाहिँ देखेको, तर कस्तो हुन्छ कहाँ फल्छ भनेर थाहा थिएन। तर मरिच चाहिँ यस्तो हुँदछ। ल, मरिचको रुख रहेछ यो चाहिँ। यो चाहिँ एकदम हुने रहेछ। उहाँहरूले चाहिँ यो चाहिँ अब ठेक दिने रुखमा जस्ट एउटा यसको बिउ मात्रै रोपिदियो भने चाहिँ आफै नै यसरी झ्याङ्गेर जाँदो रहेछ। जति पनि यो रुखमा बटारेको झार पानको पात जस्तो छ, यो सबै मरिचको रुखहरू। यो चाहिँ फेरि सरी मरिचको यो झ्याङ हो। सो यो मरिच चाहिँ यसरी हुँदो रहेछ भन्ने कुरा चाहिँ देखियो फर्स्ट टाइम। जताततै एकदम चिया बगानै चिया बगान। यहाँ चाहिँ प्रायः सो काम गर्ने मान्छे चाहिँ पहिला ब्रिटिसले तिनीहरूलाई चाहिँ यहाँ ल्याएर राखिदिएको रहेछ। अनि तिनीहरू पनि मात्रै चाहिँ काम गर्ने, सबै स्पेसलिस्ट यहाँको काम गर्ने। तिनीहरू यहीँको आदिवासी जस्तै भएको रहेछ अहिले चाहिँ। जति पारिपारि रुखतिर सबै यस्तो झ्याङ्गा देख्नुहुन्छ, के होला पानको पात होला भन्ने सोच्नुहुन्छ होला, तर यो सबै मरिचको रुख हो। हाम्रो स्यामाहरू चाहिँ बाहिर खाँदो रहेछ। जाडो भएको छैन? ओहो, ल हामी चाहिँ अहिले यहाँ हाम्रो नितेश भान्जाको बिहेमा चाहिँ हामी आछाम आएको। सोले गर्दा यहाँ हाम्रो मेजबान हुँदैछ। हामी नेपालको पाहुना टोलीहरूलाई हामी हाम्रो दुईवटा मिसन चाहिँ कम्प्लिट गरेर जानुपर्ने हुन्छ। अब यहाँ अब के हुन्छ, अब यहाँ नेक्स्ट इयर यसरी आइरहनु भयो भने होइन, दुईवटा मिसन लिएर आएको हो नि त हामी त्यहाँ। होइन बाबा, ल भन्नुहोस् ल तपाईँ खाएको खाएछ ल। हामी दुईवटा कामले आएको हो नि त, दुईवटा कामले आएको। एउटा काम सक्सेस भयो, एउटा काम चाहिँ बाँकी छ। युकेबाट टिकट काटेर टिकट काटेर ल हेर दिदी बहिनी के सर राम्रो नाचेको हो गाठे। आम्मा ल ल हेर खतरा छ नचाइ त दिदी बहिनीको। खतरा नाच्यो त दिदी बहिनी त नि। ल हेर तीनजना सासै एउटा ज्वाइँ। ल घरै आयो गाठे माइला भाइ। ओके अलराइट, गुड मर्निङ। अहिले हामी चाहिँ यता परशुराम धाम होइन, परशुराम धाम जानुको लागि चाहिँ हामी रेडी छौँ। कोही जाने कोही नजाने, जाने टोलीभित्र बसिसकेको अवस्था। सोले गर्दा त रिपोर्टर आयो त। छ्यामा हामी कता गएको? परशुराम धाम गएको। पहिला पनि जानुभएको थियो? ए तपाईँ धेरैचोटि भइसकेछ होला। सबैलाई खुसीको साथमा घुम्नु जाने। ल सबैजना हामी चाहिँ परशुराम धाम जानुको लागि सबैजना एकदम एक्साइटेड भएर बस्नु भएको छ होला है। अरूभन्दा नेपाली टोलीहरू, नेपालबाट आएको टोलीहरू होइन। कहाँ बस्नुहोस् त ल। हाम्रो माइला कता साइला कहाँ गयो? यहाँ रहेछ।
तिमी हाम्रो गाइड होइन टुरिस्ट गाइड ल हामी चाहिँ कहाँ हिँडेको थियो होइन तपाईँ कति टाइम हो फर्स्ट टाइम सेकेन्ड टाइम हो ल ठिक छ यता कस्तो हुँदैछ फर्स्ट टाइम हो ल ल गेट बन्द गरिहाल्छ नि छिटो छिटो भनेर ल्याउनै छैन ओके हामी चाहिँ अब यहाँ बोर्डर लाइन आइपुग्यो हामी चाहिँ अब आसामबाट हामी चाहिँ कुन ठाउँ जाने अरे अरुणाचल इन्ट्री हुने यहाँ चाहिँ एउटा गेट रहेछ त्यसले गर्दा हाम्रो मान्छे सबै बाहिर गएको अवस्था टाइम भइसक्यो अहिले गेट बन्द गरेर फेरि पेड गर्नुपर्ने हुन्छ त्यसले गर्दा छिटो छिटो आउनु पऱ्यो सबैजना पेराङ्गोमा सुन्तला चट्ट यसरी बनाएर राखेको हाम्रो नेपालतिर चाहिँ पेराङ्गो माछा राख्छ सुन्तला किनेको अवस्था सुन्तला फेरि थोरै किनेछ यहाँ यो पार्टीहरूले ल इन्डियामा सुन्तला लिएर 100 रुपियाँ पोका अरे तर उस्तै होला नेपाल र यहाँ ओके अलराइट अहिले हामी चाहिँ परशुराम धाममा चाहिँ हामी आएको हामी सबैजना घुम्न आएको हामी कति लाग्यो 3 आवर्स समथिङ 3 आवर्स प्लसमा चाहिँ अहिले हामी बस पार्कमा आएको छौँ सो अब हाम्रो नेक्स्टमा चाहिँ अब हामी परशुराम धाम मन्दिर जाने हो ओके अहिले हामी चाहिँ परशुराम धाम गेट इन्ट्री गर्दैछौँ हामी सबैजना टिम कोही आउँदैछन् कोही जाँदैछन् यता हाम्रो काका पनि क्यामेराम्यान हुनुहुन्छ उहाँ ओके हाम्रो बाउले चाहिँ यहाँ नातिनीहरूलाई चाहिँ पुरा ब्रिफिङ गर्दैछ कि क्या है हो नातिनीहरूलाई पुरा दिँदैछ कसरी हो सुन्तला ओके गाइस यो तल पनि आउँदैछ हाम्रो छेमा आउँदै हुनुहुन्छ नातिनीले डोडाउँदै तल पनि आउँदै हुनुहुन्छ सबैजना हाम्रो आमा चाहिँ अघि आएर यहाँ बसिरहेको रहेछ यहाँ आउँदैछ टोलीहरू पर्खिनु भएको साह्रै कडा पो रहेछ त छिटो आएर होइन बाबेल त्यो सँगै आउनुपर्छ नि त हौ आउँदैछ ल टोलीहरू चाहिँ आउँदैछ ल पर आउँदैछ हाम्रो भाउजूहरू अगाडि नै आइपुगेको रहेछ यहाँ उकालो उकालो चढ्दै जानुपर्ने छ नारायण मन्दिर परिषद यहाँ अब आउँदैछ उकालोमा चढ्दै सबैजना हाम्रो तल टोलीहरू आउँछ सबैजना ल अलराइट पशुपति कुण्ड अहिले हामी चाहिँ सबैजना फ्यामिली आएको छौँ आसाममा हाम्रो भान्जाको बिहामा यो चाहिँ एउटा नदी रहेछ सबैजना आउँदैछ तल एकदम भिड हुँदो रहेछ यहाँ चाहिँ गर्दाखेरि मन्दिर आउन सक्नु एकदम एक्साइटेड भएको अवस्था अहिले बाउ आमाहरू यहाँ पशुपति ड्यामको लागि यहाँ तल चाहिँ मन्दिर रहेछ कुनामा अलराइट छ अब हियर यहाँ चाहिँ मन्दिर रहेछ सबैजना एकदम भिड छ अरू बेला चाहिँ बन्द हुन्छ अरे सो अहिले चाहिँ यो माघ महिनामा जनवरीको माघ महिनामा चाहिँ खुल्ने भएको कारणले गर्दा मान्छे एकदम भिड हुन्छ अहिले त सामान्य भएको तर योभन्दा पहिला चाहिँ धेरै भिड थियो भन्ने भनाइ छ यहाँको टोलीहरूले भनेको अनुसार चाहिँ आउने अब नुहाएको भनेको त यस्तो पो रहेछ त है ल सबैजनाले ल कताको हाम्रो रिचा भान्जी छोरीहरू चाहिँ आज हामीलाई तिमीहरू हाम्रो टुरिस्ट गाइड है होइन तिनीहरूले हामीलाई गाइड गरेर लिएर आएको सो हामी चाहिँ अहिले परशुराम धाममा छौँ
यहाँ सबैजना दिदी बहिनीहरू चाहिँ पूजा गर्नको लागि क्युमा हुनुहुन्छ। सो सबैलाई राम्रो होस्, भगवानको बल मिलोस् भन्दै प्रार्थना गर्नु होला। भगवान पुनामा आएर बसेको रहेछ। धेरै मान्छे भिड छ। वेटिङमा धेरै भिड छ। अझ मेला लाग्दाखेरि के कसो होला यहाँ होइन? छोरी कस्तो छ यता भान्जी? नजाने माथि हो अकेला? ओके मन्दिरमा चाहिँ ल यहाँ चाहिँ पुरा माछा रहेछ हेर्नु त। ल हाम्रो भान्जीले चाहिँ ब्रेकफास्ट बनाएको रेडी गरेको रहेछ। सो यतापट्टि फेरि हाम्रो रिचा छोरीले चाहिँ हाम्रो लागि ब्रेकफास्ट बनाउँदै रहेछ, कुकिङ गर्दै रहेछ। सो वाउ बनाइसकेको हो पुरा फास्ट हेर त्यही। ल यसरी हाम्रो यहाँ म्यागी बनाएको छ सट्ट खाएर। यहाँ ग्यास चुल्हा ल्याएर अन्डा सन्डा सबै रेडी। एउटा ठुलो साइडमा हामी चाहिँ के अरे परशुराम धाम घुमेर सो अहिले चाहिँ हामी यता ब्रेक नास्ता गर्न आएको छौँ। यो ठाउँ एकदम भिड हुँदो रहेछ, गाडी रिजर्भ गरेर आउँदो रहेछ। यहाँ आएर चाहिँ पकाउने खाने ग्यास चुलो चाहिँ यहीँ बनाउने प्रोभाइड गर्ने। सो हाम्रो गाडी चाहिँ यो हो, कोही भित्र खाँदैछ कोही बाहिर खाँदैछ। छ्यामा लिँदै हुनुहुन्छ? ल यहाँ चाहिँ खाइसक्यो हामीले। ल यहाँ चाहिँ कोही यता खाँदैछ कोही बाहिर खाँदैछ, कोही बिरामी भएको अवस्था। ल हाम्रो माल दिदी चाहिँ बिमारी भएको अवस्था, तर ठिक हुनुहुन्छ अहिले, जे भयो नि। यता लिँदै हुनुहुन्छ छ्यामा? ल ठिक छ। ल ब्रेड ब्रेकफास्ट है। ल पर पावेल भाइ आउँदैछ, हामी यता ब्याक साइडमा। अब यहाँ चाहिँ खानुभयो क्या? ल खानुभयो। अब यहाँबाट चाहिँ हाम्रो भान्जीले ब्रेड अनि रोटी दिनुहुन्छ। यहाँबाट थाप्ने लिने अनि यसरी खाँदै यसरी खाने। वाह ल भेरी गुड। हेर तपाईँको दामी छ त तपाईँको टिका त। यहाँबाट लगाइदियो कि? हजुर एकदम राम्रो देखेछ। भोलि ठिक छ। ल यता हाम्रो रिचा छोरीले फेरि चट्ट मी बनाएर चाहिने जम्मा यहाँ फेरि हो, फेरि सुरु हुँदैछ अर्को नेक्स्ट। ओके अहिले हामी चाहिँ गोल्डन पागोडा घुम्न आएको। सो गोल्डन पागोडा रहेछ, गोल्डन पागोडा घुम्न आएको। गोल्डन पागोडा र यो जुन मन्दिर रहेछ। सो हामी चाहिँ घुम्न आएको छौँ। गोल्डन पागोडा हामी इन्डियाको आसाममा आएको। सो गोल्डन पागोडा मेरो बुढीको एकचोटि घुमिसकेको छ त।
अब खिच्दै गर्छ नि ओके गोल्डन स्तूप यहाँ सबैजना आएको रहेछ घुमेर एक चक्कर यिनीहरू भिडियो गरेको वा के खाएको घरे केटाले गोल्डन पागोडा घुमेर सबैजना अब फर्किने अवस्थामा हामी अरुणाचल प्रदेशको गोल्डन पागोडामा भिजिट आएको सो सबैजना फर्किने क्रममा यस्तो मजाको ठाउँ रहेछ ओके हामी चाहिँ यता परशुराम धाम घुमेर यता गोल्डनमा घुमेर आएर चाहिँ हाम्रो भान्जीहरूको छोरीहरूको चाहिँ एकदम रमाइलो हुँदैछ यहाँ गाडीमा अब यो पछाडि फेरि आसामी डान्स पनि हेर्नु पाइन्छ हैन ओहो पाबल चाहिँ आसामी डान्स नाच्छ जस्तो लाग्यो मलाई हैन अब